साँच्चै नै दर्शकबिन जब कि सत्य कर्म गरिन्छ नि त्यहाँनिर जसलाई पनि दुःख दर्द कष्ट पीडा पर्ने हुन्छ। साँच्चै नै दर्शकबिन जो मान्छे सत्यको बाटोमा हिँड्छ उसले कहिले पनि झुट बोल्दैन, सत्य मार्गमा हिँड्छ नि उसले हर समय हर परिस्थितिमा हन्डर खाने गर्छ, अर्थात् उसलाई पीडा दुःख कष्ट दर्द पर्ने गर्छ। साँच्चै नै दर्शकबिन यहाँनिर भुन्टी सिरियलमा पनि त्यस्तै भएको छ। पक्कै पनि हेरिसक्नु पनि भएको छ र हेर्दै आइराख्नु पनि भएको छ होला। पक्कै पनि यहाँनिर भुन्टीको जीवनमा खुसीका दिनहरूभन्दा दुःख कष्ट पीडा दर्द अवस्थालाई धेरै नै नियल अर्थात् देखिरहेको छ। भएन भनेर भुन्टीको नन्द भुन्टीको जेठानी दुवै मिलेर कोही घरमा नभएको अवस्थामा घरमा कोही पनि छैन, यस्तो अवस्थामा भुन्टीलाई घरबाट निकालेका छन्। भुन्टीलाई त यहाँ बस्ने होइन, यो तेरो घर होइन, या हो दुनियाँदार के भनेर भुन्टीलाई निकालेका छन्। दर्शकबिन पक्कै पनि यो निकाले त निकाले, तर निकालेर पछुटाउने भनेको तिनीहरू नै हुन्। उनीहरू नै निकालेर पछुटाउँछन्। अब जसले निकाल्यो नि उनीहरूको दिन अब समाप्त हुँदैछ भन्ने बुझिन्छ। साँच्चै नै यहाँ हजुर सामु हामीले भुन्टीका रिभ्यू भिडियो लिएर आउने गर्छौँ। कस्तो लाग्दैछ र कुन ठाउँदेखि हेरिदिनुहुन्छ कृपया कमेन्ट गर्नुहोला, अन्यथा नलिदिनु होला। हामीले भुन्टीमा के हुँदैछ र अब के हुन्छ आशंका मात्र पैदा गर्ने गर्छौँ। साँच्चै नै यहाँनिर अबको नयाँ भाग भुन्टीमा भुन्टीको जीवनमा तनावग्रस्त अवस्था पीडाजन्य अवस्था समसामयिक घटनालाई धेरै नै निहालेको छ। भुन्टीको जीवनमा खुसीका पलभन्दा दुःख दर्द तनावपूर्ण अवस्थाहरू धेरै नै छन्। दर्शक साँच्चै नै हामीले हजुरसामु भुन्टीका घटनाहरूलाई विशेष गरेर अब नयाँ भागमा के हुन्छ भन्ने बारेमा विशेष गरेर निहालिरहेका छौँ। साँच्चै नै यहाँ भुन्टीका बारेमा विभिन्न यानत्यान कुराहरू भनाभन भइरहेका छन्। साँच्चै नै यहाँ भुन्टीलाई बारम्बार त्यो घरबाट निकालिएको हुन्छ। भुन्टीले त्यो घर छोड्न चाहँदैन। के भइरहेको छ त यहाँ आखिर? भुन्टीलाई हर समय हर परिस्थितिमा त्यो घरबाट निकालिराखेको छ, तर पनि भुन्टी त्यो घर छोड्न सकेनन्, अर्थात् छोड्न सकेका छैनन्। र भूपेन्द्रलाई पनि बारम्बार अरू केटी डुलाइरहेका हुन्छन्, तर त्यो आफ्नो श्रीमती भुन्टीलाई पनि छोड्नै सकेका छैनन्। साँच्चै नै दर्शक यहाँनिर बुझ्नुहुन्छ नि, पाप धुलीबाट कराउँछ हो। यस्तै यहाँनिर भुन्टीको नयाँ भाग अर्थात् अब आउनु 301 भाग अर्थात् 302 भागमा पनि भुन्टीलाई जति पनि अन्याय अत्याचार दुःख दर्द कष्टहरू दिएको छ नि त्यसको फलिफाप अवश्य नै पाउनेछ। अबको नयाँ भागमा त्यसका फलिफाप अवस्थाहरू पाउने नै छन्। हजुरले हामीलाई भिडियो हेरेर सारा सपोर्ट दिनुभएको छ, त्यसको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र अर्को भिडियोमा हामीले भुन्टी सम्बन्धी थप विवरणहरू लिएर आउने नै छौँ भन्दै अहिले भने हजुर सामु भुन्टीका रिभ्यू घटना दुःख कष्ट पीडाजन्य तनावग्रस्त अवस्था सिचुएसनहरूलाई त के कस्तो हुँदैछ थप विवरण हजुरसँग पछि नै छौँ। अहिलेलाई भने यो भिडियोबाट बिदा हुन चाहन्छु। अर्को भिडियोमा फेरि पनि यस्तै गन्ठन मन्थन कुराकानीहरू लिएर आउनेछु भन्दै बिदा हुन चाहे। हस्त धन्यवाद।